प्रभु येशू ख्रीष्ट सुरक्षाको प्रखाल हुनुहुन्छ। उहाँमा मात्रै अनन्त जीवन छ, उहाँमा मात्रै पापको क्षमा छ, उहाँमा मात्रै हामीले उद्धार प्राप्त गर्न सक्छौँ, उहाँ मात्रै आनन्दको उपहार हुनुहुन्छ। जीवित परमेश्वरलाई भेट गर्नको निम्ति उहाँ एउटा बाटो हुनुहुन्छ। अनि बाटो मात्रै होइन, उहाँ परमेश्वर समक्ष मानिसलाई भेट्टाइदिने एउटा बाटो पनि हुनुहुन्छ। प्रभु येशू ख्रीष्टद्वारा भएर मात्रै हामी परमेश्वर कहाँ पुग्न सक्छौँ अथवा पिता परमेश्वरलाई भेट गर्न सक्छौँ। प्रभु येशू ख्रीष्ट बिना उहाँ बाटो नभई हामी सिधै परमेश्वर पिता कहाँ पुग्न सक्दैन। यद्यपि यस्तै असल पवित्र प्रभु येशू ख्रीष्ट हुनुहुन्छ कि उहाँले हाम्रो निम्ति नि हामीले भोग्नु पर्ने, हामीले सहनु पर्ने दुःख, पीडा, कष्टहरूलाई यद्यपि उहाँ आफै स्वयं भइकन सहिदिनु भयो। उहाँ एउटा कन्याकुमारीको गर्भमा धेरै समय अगाडिदेखिको एउटा भविष्यवाणीलाई पूरा गर्नको निम्ति जन्म लिनुभयो। जुन स्त्रीबाट उहाँले जन्म लिनुभयो अनि उहाँ हुर्कनु भयो, उहाँ बढ्नु भयो अनि उहाँले परमेश्वरको असल शिक्षाहरू मानिसको समक्ष सिकाउँदै हिँड्नुभयो। उहाँले बहिरालाई सुन्ने बनाउनु भयो, लङ्गडाहरूलाई निको पार्नु भयो, गुङ्गोहरूलाई बोल्न सक्ने बनाउनु भयो। उहाँले यद्यपि मरेको मानिसहरूलाई पनि जीवित पार्दै हिँड्नु भयो। त्यति असल परमेश्वर। उहाँले भूत लागेका मानिसहरूबाट दुष्ट आत्माहरू निकाल्नु भयो, अशुद्ध आत्माहरूलाई उहाँले हटाउनु भयो। उहाँले शक्तिशाली कार्यहरू गर्दै हिँड्नुभयो। यद्यपि मानिसले त्यो सुनेको पनि थिएन, यद्यपि त्यो मानिसले कहिल्यै मनमा कल्पना पनि गरेको थिएन। त्यस्तो असल शक्तिशाली त्यो मानिसको समाजमै नपसेका कुराहरू उहाँले गर्दै हिँड्नुभयो। अनि उहाँले नि मानिस जातिको निम्ति नि मानिस जातिले भोग्नु पर्ने कष्टहरू, पीडाहरू सबै उहाँले बोकिलिनु भयो। जब प्रभु येशू ख्रीष्ट कल्भरी क्रुस तर्फ जाँदै हुनुहुन्थ्यो नि, अनि उहाँले जब क्रुस बोक्नु भयो अनि मानिसहरूले उहाँलाई टाउकामा काँडाको मुकुट पहिराइदिए। कति पीडा भयो प्रभु येशू ख्रीष्टलाई। किन उहाँले त्यो पहिरनु भएको हो, किन, कसको लागि भन्दा तपाईँ अनि मेरो लागि उहाँले त्यो काँडाको मुकुट आफ्नो शिरमा पहिरनु भयो। तपाईँ अनि मेरो लागि, तपाईँ अनि मेरो दिमागमा कुनै पनि असरहरू नहोस्, कुनै पनि नराम्रा सोच्ने कुराहरू नबसोस्, कुनै पनि खराब इच्छाहरू नआओस्, अथवा दिमागले जति पनि कुराहरू सोच्छन् नि ती सोच्ने कुराहरू सबै तिमीहरूबाट हटिजाओस्, अथवा तिमीहरूमा त्यो बोझ नहोस्, अथवा तिमीहरूलाई टेन्सन नहोस्, तिमीहरूको दिमाग भारी नहोस् भनेर उहाँ आफै स्वयंले त्यो हाम्रो कष्टहरूलाई बोकिलिनु भयो। अनि प्रभु येशू ख्रीष्टलाई कोर्रा लगाए। अनि यद्यपि मानिस जातिको शरीरमा चाहिँ विभिन्न चाहिँ प्राणघातक रोगहरू हुन्छन्, अनि साँच्चै नै त्यो प्राणघातक रोगहरूलाई लिनको निम्ति नि उहाँले कुर्रा सहनु भयो, उहाँले चोट सहनु भयो, उहाँले पीडा सहनु भयो, उहाँलाई मानिसहरूले थुके, घृणा गरे, उहाँलाई लत्याए। यद्यपि उहाँलाई मानिसहरूले नि मलाई कति दुःख अनि कष्ट भइराखेको थियो, उहाँले पानी पानी भन्नुभयो र पनि मानिसहरूले उहाँलाई सिरका पिलाए। हेर्नुहोस् त प्रभु येशू ख्रीष्ट उहाँले किन पिँदै हुनुहुन्छ त्यो सिरकाबाट, उहाँ किन क्रुसमा चढ्दै हुनुहुन्छ? तपाईँ अनि मेरो पीडाहरूलाई, तपाईँ अनि मैले भोग्नुपर्ने त्यो पापहरूलाई लिकन नै उहाँ क्रुसमा चढ्नुभयो। यात्रा त्यतिकै सकिएन मेरा प्रियहरू। जब उहाँ क्रुसमा चढ्नुभयो अनि उहाँले भन्नुभयो अब सिद्धियो, अथवा उहाँलाई विश्वास गर्ने मानिसहरू जतिको पाप चाहिँ अब सिद्धियो। किनभने उहाँले किन यसो भन्नुभएको हो भन्दाखेरि नि प्रभु येशू ख्रीष्टले जुन रगत बगाउनु भयो नि त्यो चाहिँ उहाँ आफ्नै निम्ति होइन कि त्यो पापी मानिसहरूको निम्ति थियो। अनि जब पापी मानिसहरूले प्रभु तपाईँले मेरो निम्ति मेरो पापको खातिर जुन रगतहरू बलिदान गरिदिनु भएको हो, मोल तिरेर प्रभु मलाई छुटकारा दिनुभएको हो भनेर विश्वास गर्छन् नि, तब तिनीहरूको पाप चाहिँ सिद्धियो। अब उसो चाहिँ पाप गर्न मिल्दैन, पाप नगर र अहिलेसम्म गरेको पापहरूको चाहिँ तिमीहरूको क्षमा भयो भनिकन उहाँले भन्नुभयो। अनि साँच्चै नै क्रुसमा उहाँको निधन भयो अनि साँच्चै नै उहाँलाई चिहान घरमा लगिकन राखियो। 3 दिन अनि 3 रात चाहिँ जब उहाँ चिहान घरमा बस्नुभयो अनि साँच्चै नै त्यहाँबाट शरीरैसँग जीवित भइकन फेरि पनि उहाँको पुनरुत्थान भयो। उहाँ मर्नुभयो र गाडिनुभयो र फेरि शरीरैसँग उहाँ उठिकन चेलाहरूको समक्ष देखा पर्नुभयो। जब उहाँ चेलाहरूको समक्ष देखा पर्नुभयो, उहाँले चेलाहरूसँग खानपिन गर्नुभयो, चेलाहरूसँग बातचित गर्नुभयो अनि चेलाहरूकै अगाडिबाट उहाँ स्वर्गारोहण हुनुभयो, अथवा उहाँ शरीरैसँग उचालिकन स्वर्गमा लगिनुभयो। यस्तो असल परमेश्वर। अनि उहाँले यो कुरा भन्नुभयो कि शान्ति म तिमीहरूलाई छोडिराख्छु, जबसम्म म दोस्रो आगमन भएर यस पृथ्वीमा आउँदिन तबसम्म त्यो शान्ति तिमीहरूमा रहिरहनेछ, जुन शान्ति चाहिँ पवित्र आत्मा हो। म पितासँग बिन्ती गर्नेछु र पिताले त्यो तिमीहरूको निम्ति पवित्र आत्मा पठाइदिनु हुनेछ, जसले तिमीहरूलाई परमेश्वरको आत्मा र सत्यतामा चाहिँ सिकाउँदै, डोर्याउँदै, शिक्षा दिँदै तिमीहरूलाई अनन्त मार्गमा डोर्याउनु हुनेछ।
प्रभु येशू ख्रीष्ट किन क्रुसमा चढ्नु भएको हो त? के छ वास्तविक रहस्य? यो बुझ्नु आवश्यक छ। जब परमेश्वरले भूमिको माटोबाट मानिसलाई बनाउनु भयो अनि त्यो मानिसको नाकमा उहाँले जीवनको सास फुकिदिनु भयो अनि त्यो मानिसलाई उहाँले आफ्नै स्वरूपमा र आफ्नै प्रतिरूपमा बनाउनु भएको थियो, सृष्टि गर्नुभएको थियो। उहाँले त्यो मानिसको लागि सुहाउँदो जोडी खोज्नुभयो अथवा श्रीमती खोज्नुभयो र कहीँ कतै पनि सुहाउँदो श्रीमती भेट्नु भएन अनि उहाँले त्यो मानिसलाई मस्त निन्द्रामा पार्नुभयो र त्यो मानिसको करङहरू मध्येको एउटा करङ निकालिकन आदमको श्रीमती अथवा हब्बालाई सृष्टि गर्नुभयो। कतिपय मानिसहरूको विचार के छ भन्दाखेरि आदमबाट एउटा करङलाई निकाल्नु भयो अनि हब्बा बनाउनु भयो। यस कारणले गर्दाखेरि मानिसको शरीरमा त छोरी मान्छेको अथवा स्त्रीको भन्दा पुरुषको एउटा करङ घटी हुनुपर्ने हो भन्ने भनाइ छ। तर त्यसो होइन, परमेश्वरले त्यो आदमको पो त एउटा करङ निकालिकन हब्बा सृष्टि गर्नुभयो, अरू मानिसहरूको त होइन नि त। यस कारणले गर्दा हामी यो कुरा चाहिँ डिटेली बुझ्नु आवश्यक छ। जब परमेश्वरले अदनको बगैँचा, एउटा सुन्दर बगैँचामा मानिसहरूलाई राख्नुभयो त्यसको गोडमेल गर्नको निम्ति, त्यसलाई हेरचाह गर्नको निम्ति, जब परमेश्वरले मानिसहरूलाई हराउनु भयो, आह्वान गर्नुभयो अनि आदम अनि हब्बा हरेकौं जनावरहरू पशु पन्छीहरूसँगै खान्थे, खेल्थे, डुल्थे, हिँड्थे। उनीहरूको दिनचर्या यसै गरी चलिरहेको थियो, बितिरहेको थियो। परमेश्वर साँझमा आदम अनि हब्बासँग बातचित गर्नको निम्ति आउनुहुन्थ्यो अनि उहाँहरूले परमेश्वरको आवाजलाई सुन्थे, परमेश्वरलाई देख्थे, किनभने आदम अनि हब्बामा कुनै पापहरू थिएन। उनीहरू शुद्ध र निष्कलङ्क थिए, पापको त त्यहाँ कुनै जरै थिएन। अनि उनीहरू जब परमेश्वरसँग बातचित गर्थे उनीहरूको शरीर पछाडि थियो अथवा पछाडि अनि उनीहरूको आत्मा चाहिँ अगाडि थियो अनि आत्माका परमेश्वरलाई उनीहरूले त्यो आत्मामय शरीरले चाहिँ देख्दथे। अनि प्रभुले भन्नुभयो, आदम तिमीले यो बगैँचाको सबै रुखका फलहरू खान सक्छौ, तर एउटा रुखको फल चाहिँ तिमीहरूले खान पाउने छैनौ। त्यो असल र खराबको ज्ञान दिने रुखको फल मैले यो बगैँचाको बीचमा रोपेको छु। यसकारणले गर्दा जुन दिन तिमीहरूले यो फल खानेछौ तिमीहरू निश्चय नै मर्नेछौ भनिकन प्रभुले भन्नुभयो। किन भन्नुभयो भन्दाखेरि उहाँले एउटा जाँच गर्नको निम्ति, यिनीहरूले साँच्चैकै मलाई आदर गर्छन् कि गर्दैनन् अथवा यिनीहरूले साँच्चीकै मेरो कुराहरू सुनिलिन्छन् कि लिँदैनन्, आज्ञालाई पालन गर्छन् कि गर्दैनन् भनेर उहाँले एउटा आज्ञा दिनुभयो। जब समय बढ्दै गयो अनि एक दिन शैतान आयो। शैतानले हब्बालाई भन्यो, के परमेश्वरले तिमीहरूलाई कुनै पनि रुखको फल नखानु भनिकन भन्नुभएको छ? अनि हब्बाले भनिन्, हो, परमेश्वरले सबै रुखको फल खाए हुन्छ, तर एउटा रुखको चाहिँ फल नखानु भन्नुभएको छ। त्यो जब तिमीहरूले खान्छौ साँच्चै नै तिमीहरू निश्चय नै मर्छौ भनिकन प्रभुले भन्नुभएको छ भनिकन हब्बाले शैतानलाई भनिन्। अनि शैतानले भन्यो, हात तेरिका, त्यसो होइन, तिमीहरूलाई त्यो रुखको फल प्रभुले किन नखानु भनेको याद छ? हब्बाले भनिन्, जुन दिन तिमीहरूले त्यो रुखको फल खान्छौ तिमीहरू निश्चय नै परमेश्वर जस्तै शक्तिशाली हुन्छौ भनिकन शैतानले उक्सायो हब्बालाई। अनि हब्बाले के गरिन्, ए हो र, त्यसो पो हो भनेर त्यो रुखको फल टपक्कै टिपिन् र आफूले खाइन् अनि श्रीमान आदमलाई पनि खान दिइन्। अनि जुन दिनबाट तिनीहरूले त्यो प्रभुले नखानु भनेको फल खाए नि त्यो दिनबाट तिनीहरू निश्चय नै आत्मामा मरे। है, शरीरमा त मरेनन्, आत्मामा चाहिँ मरे। अघि आत्मा के थियो? अगाडि थियो। अब आत्मा लुक्यो तर शरीर चाहिँ अगाडि आयो। आत्मा चाहिँ पछाडि गयो अनि शरीर चाहिँ अगाडि आयो। आत्मामा मरे अनि अब उसो आत्माका परमेश्वरलाई उनीहरूले देख्न सकेनन्। प्रभु आउनुभयो, बोलाउनु भयो, ए आदम अनि हब्बा तिमीहरू कहाँ छौ? अनि उनीहरूले भने, प्रभु हामी त नाङ्गै छौँ। के भनेको यो हो? उनीहरूको शरीर देखिएको थियो, शरीरमा उनीहरू नाङ्गै थिए अनि उनीहरू नाङ्गिएका थिए, उजाड भएका थिए, किनभने आत्मा भित्र पसि गएको थियो अनि शरीर चाहिँ बाहिर निस्किआएको थियो। यसकारणले गर्दा परमेश्वर र उनीहरूको सम्बन्ध चाहिँ तोडिएको थियो, किनभने परमेश्वर आत्मा हुनुहुन्छ। त्यहाँबाट परमेश्वर र मानिसको सम्बन्ध पूर्ण रूपमा भत्किएको थियो अनि परमेश्वरले मानिसहरूलाई त्यो अदनको बगैँचाबाट निकालिदिनु भयो र त्यो अदनको बगैँचामा फेरि यिनीहरू प्रवेश नगरोस् भनेर तरबारहरू छेउछेउमा राखिदिनु भयो, आगोको ज्वालाहरू छेउछेउमा राखिदिनु भयो। अब उसो मानिसहरूले परमेश्वरलाई बिर्से। आदम अनि हब्बाले अब उसो परमेश्वरलाई बिर्से। परमेश्वरले उनीहरूलाई त्यतिकै छोड्नु भएन। आदमलाई तैँले कष्ट गरेर कमाएको कमाइले तेरो श्रीमती अनि छोराछोरीलाई तैँले पाल्ने छस्, खुवाउने छस्, आफू घोटिने छस्, आफू लादिने छस् र तेरो छोराछोरी अनि श्रीमतीलाई खुसी पार्नको निम्ति तैँले सङ्घर्ष गर्ने छस् भनिकन उहाँले आज्ञा दिनुभयो। अनि हब्बालाई यो आज्ञा दिनुभयो कि त तेरो श्रीमानको अधीनतामा बस्नेछस् र तेरो सुत्केरी वेदना यति साह्रो पीडादायक हुनेछ भनिकन उहाँले भन्नुभयो। अनि उनीहरूबाट धेरै छोराछोरीहरू जन्मिए, सृष्टि हुँदै गयो अनि आदम अनि हब्बालाई राम्रोसँग थाहा थियो कि परमेश्वर को हुनुहुन्छ भनिकन। तर आदम अनि हब्बाको जुन सृष्टि हुँदै गरेका छोराछोरीहरूलाई त्यो कुरा थाहा थिएन अनि उनीहरूले बिर्सिँदै गए। अनि जब परमेश्वर को हुनुहुन्छ भन्ने कुरा उनीहरूलाई थाहा भएन अनि उनीहरूले के गरे, साँचो परमेश्वर चाहिँ को हुनुहुन्छ होला हो भनिकन खोज्दै हिँडे। उनीहरूले कहीँ पनि प्राप्त गर्न सकेनन् अनि उनीहरूले ढुङ्गा अनि माटोको मूर्तिहरू बनाए र हाम्रो साँचो परमेश्वर अब यही नै हो भनेर पूजाआजा गर्न थाले। उनीहरूले त्यो ढुङ्गा अनि माटोलाई पुज्न थाले अनि उनीहरूले साँचो परमेश्वरलाई बिर्से, प्रकृतिलाई पुज्न थाले। घाम, जुन, तारा, नक्षत्र
समुद्र खोला नाला जंगल वन पशुहरूलाई चाहिँ उनीहरूले के गरे बुझ्न थाले किनभने साँचो परमेश्वर को हुनुहुन्छ भन्ने कुरा उनीहरूलाई थाहै भएन अनि मानिसहरूमा कष्ट आयो पीडा आयो मानिसहरूमा चिन्ताले सुस्केर हाल्न थाले मानिसहरू चिन्ताले सुस्केर हाल्न थाले बोझ भयो कष्ट भयो दुःख भयो पीडा भयो अनि त्यो आदम र परमेश्वरको पहिलाको सम्बन्धलाई फेरि पनि जोड्नको निम्ति परमेश्वरले योजना बनाउनु भयो मेरो पुत्र प्रभु येशू ख्रीष्ट संसारमा आउनुहुनेछ जानुहुनेछ संसारमा मेरो पुत्र प्रभु येशू ख्रीष्ट जानुहुनेछ र त्यो भत्किएको सम्बन्धलाई चाहिँ अथवा त्यो भत्किएको चाहिँ सम्बन्धहरूलाई चाहिँ जोड्नुहुनेछ भत्किएको सम्बन्धलाई चाहिँ जोड्नुहुनेछ अनि अगमवक्ताहरूले कति अगमबाडी कहे अनि त्यो अगमबाडीलाई पूरा गर्नको निम्ति पुत्र प्रभु येशू ख्रीष्ट यस संसारमा कन्या मरियमको गर्भमा पास गरिकन पितासँगको सम्बन्धलाई जोड्नको निम्ति उहाँ यस धरतीमा आउनुभयो अनि तिमीहरूले कसलाई खोजिराखेको छौ तिमीहरू किन भौतारिएको साँचो परमेश्वर त उहाँ हुनुहुन्छ भनेर साँचो परमेश्वरलाई चिनाउनकै निम्ति पुत्र प्रभु येशू ख्रीष्ट यस संसारमा आउनु भएको हो अनि जसले उहाँलाई विश्वास गर्छ अनि साँच्चै नै उनीहरूले चाहिँ अनन्त जीवन पाउने छन् भनिकन परमेश्वरले भन्नुभयो स्वर्ग र पृथ्वीको सम्बन्ध तोडिएको थियो अनि त्यो तोडिएको सम्बन्धलाई फेरि पनि जोड्नको निम्ति पुत्र प्रभु येशू ख्रीष्ट यस संसारमा मानिस शरीर लिएर विवाह नभएको कन्या मरियमको कोखमा गर्भ लिएर यस धरतीमा जन्म लिनुभयो अनि उहाँले यस्तै असल शिक्षाहरू मानिसहरूको बीचमा सिकाउँदै जानुभयो हो मेरा प्रियहरू परमेश्वर साँच्चै नै परमेश्वर हुनुहुन्छ उहाँ बाहेक अरू कोही पनि परमेश्वर छैन उहाँ एक मात्रै परमेश्वर हुनुहुन्छ यदि हामीले उहाँलाई विश्वास साँच्चै नै गर्ने हो भनेदेखि नि हाम्रो आत्मा साँच्चै नै त्यो बाँच्नेछ पहिला मरिगएको जुन आदम परमेश्वरसँग भेट गर्दाखेरि आत्मा अगाडि थियो अनि आत्मा परमेश्वरको आत्मासँग आदमले बातचित गर्थ्यो अनि जब आदमले पाप गर्यो अनि उसको आत्मा पछाडि लुकी गयो शरीर अगाडिदेखि गयो अनि उनीहरूले के भने प्रभु हामी नाङ्गै छौँ हो उनीहरू नाङ्गै थिए अनि त्यो नाङ्गिएको कुराहरूलाई रितिएको कुराहरूलाई त्यो सकिएको कुराहरूलाई त्यो मरेको कुराहरूलाई चाहिँ फेरि पनि जीवित पार्नको निम्ति जोड्नको निम्ति बनाउनको निम्ति अँध्यारोमा ज्योति चम्काउनको निम्ति नि प्रभु येशू ख्रीष्ट यस संसारमा आउनु भएको हो साँच्चै नै मेरा प्रियहरू जीवन छोटो छ अनि यो छोटो जीवनमा नि हामीले परमेश्वरको धेरै कामहरू गर्नुपर्नेछ अनि आत्मा चाहिँ साँच्चै कहिले पनि मर्दैन आत्मा कहिले मर्दैन शरीर मर्छ शरीर टुक्रिन्छ तर आत्मा कहिले पनि मर्दैन अनि त्यो नमर्ने अजम्बरी आत्मालाई आनन्दमा परिपूर्ण पार्नको निम्ति परमेश्वरले आजको दिनमा पनि तपाईँ अनि मलाई बोलाउँदै हुनुहुन्छ उहाँको राज्यमा उहाँको इच्छा उहाँको योजनामा तपाईँ अनि मैले विश्वास गर्ने या नगर्ने त्यो तपाईँ अनि मेरो आफ्नै हातको कुरो हो अझै पनि ढिला भइसकेको छैन समय अझै बाँकी नै छ प्रभुले भन्नुभएको छ ए मेरा प्रिय छोराछोरी हो मतिर फर्क र म तिमीहरूतिर फर्कनेछु मनमा शान्ति छैन मनमा चिन्ता छ त्यो चिन्ताको सुस्केरा हाल्दै त्यो चिन्ताको सुस्केरा हाल्दै त्यो अति गह्रौँ अति भारी बोझलाई लिकन त्यो असहनीय पीडाले तपाईँ थकित हुनुभएको छ यदि छ भने प्रभु येशू ख्रीष्टले भन्नुभएको छ ए थाकेका र बोझले दबिएका हौ म कहाँ आओ ममा शान्ति छ म त्यो शान्ति तिमीहरूलाई सित्तैमा दिनेछु प्रभु येशू ख्रीष्टले हामीलाई त्यो बोझबाट भएर हामी जाँदै गर्दा त्यो थकानबाट भएर जाँदै गर्दा पीडा असहनीय पीडाको भारी हामीले बोकेर अगाडि बढ्दै गर्दाखेरि नि उहाँले भन्नुभएको छ ममा शान्ति छ म आफ्नो शान्ति तिमीहरूलाई दिइराख्नेछु र तिमीहरूको पीडा तिमीहरूको त्यो असहनीय दुःखलाई म मेरो आफ्नो काँधमा बोक्नेछु अनि तिमीहरूलाई हलुक्का महसुस हुनेछ यतिन्जेलसम्म यहाँहरूले जिजस इज किङ नेपाल युट्युब च्यानललाई हेरेर साथ दिनुभयो यहाँहरूलाई मुरी धन्यवाद साथै अझैसम्म पनि यहाँहरूले जिजस इज किङ नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न र नजिकमा रहेको बेल आइकनलाई दबाउन नभुल्नुहोला हस्त जय मसी नमस्ते गड ब्लेस यु